कता फर्काउने लेफ्ट राइट अघि पछि कता फर्क अझ मजा गर्दै गर्नु। हामीलाई राजा पनि चाहिएको होइन होइन, यो मन्त्री पनि चाहिएको होइन, हामीलाई हर्क साम्पाङ जस्तो र बालेन शाह चाहिएको, त्यही हो कुरा। चिक्ने रानीको छोरा। सो हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म जलन दाईको भिडियोमा रियाक्सन गर्न गइरहेको छु। सो आई होप सबैजना सन्चै हुनुहुन्छ होला। सो सन्चै हुनुहुन्न भने पनि यो भिडियोले तपाईँहरूलाई मनोरञ्जन दिनेछ, सो हेर्नुहोला। सो म चाहिँ जलन दाईको एकदमै ठुलो फ्यान भएकोले म जलन दाईको भिडियो जहिले पनि हेर्छु। भिडियोमै भेटौँला। सो लेट्स गो। अच्छा लेट्स गो। काका हजुर, राजालाई मेरो आन्दोलनमा आउनुस् बोल्दिनु। काका चाहिँ होइन, डाका चाहिँ होला क्या, दुर्गा प्रसाद डाका। ककललाई तर नराम्रो पनि हुनसक्छ होइन, त्यही हो, डाकै जस्तो लाग्छ मलाई चाहिँ। भन्नुहुन्थ्यो ए बाबा बोल्दिनुस् न, बोल्दिनुस् भन्थे, बोल्दिनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद छ। त्यही त एकदम खुसी हुनुहुन्छ होला होइन। म त खुसी हुने भइहाल्यो नि, तपाईँहरू पनि त खुसी हुनुहुन्थ्यो नि। हाम्रो कुरा छोडिदिनुहोस्, तर हजुरबा चाहिँ अलिक दुखी हुनुहुन्छ जस्तो लाग्यो। पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। हामीलाई साथ दिन तर केमा साथ माग्नु भयो तपाईँ बुझिएन। बुझेर पनि त बुझे जस्तो नगर्नुहोस् न, राजा फर्काउने रे। कता फर्काउने लेफ्ट राइट अघि पछि कता फर्क अझ मजा गर्दै गर्नु। हामीलाई राजा पनि चाहिएको होइन होइन, यो मन्त्री पनि चाहिएको होइन, हामीलाई हर्क साम्पाङ जस्तो र बालेन शाह चाहिएको, त्यही हो कुरा। राजा फर्केपछि अनि थाहा पाउनुहुन्छ। फर्किने भने काठमाडौँ त होला नि, कहाँ फर्किने, सिंहासनमा त सम्भव छैन। काका हेर्नु त के भन्दै हुनुहुन्छ गोकुलजीले। गोकुल बासको राजा त झाटका कुरा के गर्नु, झाट भनेको के हो, थाहा छ, भुत्ला हो, भुत्ला कुरा पनि गर्दै हो। राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने, खिचडी एक पाक्दैन। खिचडी होइन, जनताले चाहे भने यहाँ भतेर लाग्छ। त्यो लागेको दिन चाहिँ सबैलाई खबर गर्नु होला। अरू पार्टीका झोलेहरू पनि आउँछन् क्या, आउँछ, खानकै लागि भयो पनि। कम्तीमा 25 लाख नेपालमा यही भत्यार लाग्नेकै कारणले गर्दाखेरि आजसम्म यो देश बिग्रिरहेको छ क्या। यही खानु मासु खानुले गर्दाखेरि देश बिग्रिरहेछ क्या। 25 लाख ऐसे कुछ ज्यादा नहीं हो गया? 16 लाख दर्शक को दिखाओ, खचम खच भरे हुए हैं। कैमरामैन जल्दी फोकस करो। ओए बहन चो, सामने आओ, कैमरामैन के सामने रहो तुम लोग। यो खतरा र्याली देखेर खतरा। अवश्य पनि यो गणतन्त्रको गाँठ त हल्लियो होला। हो भलै होला। ओ बुढो पनि यार, यो बुढो पनि यार राजतन्त्रमा हुर्केर कति दुःख पाएको होला यार, अझै पनि गणतन्त्रको गाँड फुस्क्यो अरे। यो पुलिस भाइलाई पनि स्वाद लागेछ कि क्या हो? राजा आउला नआउला आफ्नो ठाउँमा छ, तर अस्ति जुलुसमा चाहिँ धेरै रमाइलो भएछ। मलाई त रमाइलै मात्रै लाग्यो त्यो दिन, अनि म चाहिँ नाचेको नाचै। हामी चाहिँ हेरेको हेरे, हामी चाहिँ हेरेको हेरे। त्यही त, सन्तान छैनन् भनेर त्यसरी हेप्ने हो। त्यो निसन्तान त ओलीलाई किन चाहियो, यत्रो देशै बेचेर खानु पर्यो। अश्लील असभ्य गाली गलौज किन पाल्नु छ? त्यो जुलुस पूर्व राजाको स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको थियो? राम्रो काम गरेको थियो भनेदेखि आई लभ यु भनिहाल्थे। राजावादीहरूको भिडमा गएर राजा ल्याएर अहिले चाहिँ राम्रो भनेको राजा ल्याएर चाहिँ के काम हो? हामीले त राजा देख्यौँ न, तर भए पनि हाम्रो बाबुहरूको पालामा त राजालाई खेदाउनलाई नै त यत्रो सङ्घर्ष गरेको थियो नि होइन र? राजा आएर पनि काम छैन होइन, यो नेता आएर पनि काम छैन। हामीलाई चाहिएको हर्क साम्पाङ या बालेन शाह, त्यति हो। ख्यासिन्न रे, त्यो हेलमेट नलाएको भए टाउको फुट्ने गरी हान्थ्यो होला। यता फेरि अर्को बहादुर नेपालीले राजावादीहरूको भिडमा गएर राजाकै विरोध गर्दै हुनुहुन्छ। 17,000 मान्छे मर्या, किन राजतन्त्र आउनु पर्यो? राजावादीहरूको बिचमा उभिएर राजाकै विरोध। वाह, आठ त तैँले गरेकै होस्, माने त। के गर्यो राजाले भन्न पहिला? यो भाइले बहुत डिस्टर्ब गर्यो। राजावादी जडगढ यो भाइलाई तपाईँको कुरा छ भने आउनुहोस् न, यहाँ राख्नुहोस् त। बोले जिन्दाबाद, जिन्दाबाद। एमालेहरूले यस्तै मान्छे पठाउँछन् क्या, रक्सी खुवाएर झमेला हालिदिनलाई पठाउँछ। बाउलाउ रे मेरो, बाउलाउ रे। छोरा चाउरे
के गरेको यो रक्सी खाएर बिहानदेखि आन्दोलन हिँडिरहेको छु म रक्सी आएर बिहानदेखि आन्दोलनमा हिँडिरहेको छु के आन्दोलनमा हिँडेको हो कसको सपोर्टमा कसको विरोधमा पनि थाहा छैन क्या हातमा नेपाली झन्डा बोकेर राजाकै विरोध बरु एमालेको झन्डा बोकेर विरोध गरे हुन्थ्यो नि विरोध त अब होइन गर्नु त पायो होइन तर राजा पनि फर्काउनु पायो तर होइन राजा हामी फर्क्यो भने चाहिँ हामी जेलमा बसेको जस्तै हो क्या जेलमा बसेको जस्तै न हामीले सुख शान्ति पाउँछौँ अहिले त केपी चोर शेरे चोर प्रचण्डे चोर त भन्न हामीले पाएको छौँ त यति यो भन्यो कि अब राजाको अलिकति हामीले अब कुरा काट्ने साथ हाम्रो राजाको कुरा काट्ने साथ जेल क्या सिधै फाँसी पनि हुनसक्छ त्यस्तो अब हामी छ क्या अब राजा फर्क्यो भने अर्को जोडियालाई पनि हेर्नुहोस् यहाँ प्रहरी खोज्न आउनु भयो कि राजाको स्वागतको लागि आउनु मान्छे हरायो भने पुलिसले खोज्छ यहाँ त उल्टै पुलिसलाई पो खोज्दै हुनुहुन्छ त को यार उहाँ वरिष्ठ हो यहाँको म्याटोक्ने अरू वरिष्ठहरूको कुरा पनि सुन्नुहोस् यहाँ के भन्दै हुनुहुन्छ राजा चाहिएन यहाँ अहिलेलाई राजा आऊ के म पनि सही पनि तैमुजी तिमीहरू यही गणतन्त्रले गर्दाखेरि पढ्नु पाइराखेको छौ क्या भाइहरू हो कि होइन भन त गणतन्त्रले गर्दाखेरि पढ्नु पाइराखेको छ क्या पहिला राजतन्त्र हुँदाखेरि राजाको छोराहरू मात्र राम्रो शिक्षा लिनु पाउँथ्यो क्या त्यो चाहिँ बुझ्नु पर्यो क्या हामीले पनि राजतन्त्र आएर पनि काम चाहिँ छैन यो गणतन्त्रले पनि काम छैन हामीलाई चाहिएको हो बालेन शाह र हर्क साम्पाङ यो चाहिँ म भनेकै गर्न चाहन्छु यति हो त त मर रन्डीको छोरा राजाको लागि गोली खाने ठेके लाडो खा यस्तो हुन्छ देश विकास गर्नु पर्दैन कतै रोजगारको अभाव छ यहाँ पढाइ शिक्षाको अभाव छ पढ्ने खेर चाहिँ मुजी भाग्छ होला यस्तो मुजी पढ्ने जस्तो देखिन्छ अनुहार हेर न पढ्ने जस्तो देखिन्छ यसको अनुहार पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को संभालो लेकिन नहीं यसरी नै हाल्नु पर्ने पढाइ शिक्षाको अभाव छ स्कुल ड्रेस लगाएर झोलामा किताब बोकेर पढाइ शिक्षाको अभाव छ रे प्रधानमन्त्रीज्यू के भन्न चाहनुहुन्छ विद्यार्थी बाबुलाई मेरो के सुझाव छ भने राम्रो पढ्नुहोस् अनि विदेश जानुहोस् नेपालमा काम त पाइन्न काम खोज्ने होइन काम सृजना गर्ने शिक्षा दिन गइराखेका छौँ दिएको हो अस्ति एउटा टिचरले विद्यार्थीको गाला सेकाइदिएछन् तातो पन्युले त्यसमा छन् टिचरहरू तनहुको भिनाद नगरपालिका 6 मा रहेको प्रभात एकाडेमी बोर्डिङ स्कुलकी लेखापाल सुषमा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी छन् के पारा हो म चाहिँ राजतन्त्र हुने बेला सानो थिएँ मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन तर त्यति बेला मैले न्युज मिडियामा अहिले हेर्दाखेरि हाम्रो राजा हुने बेला सान के थियो राजाको सान थियो भन्दा पनि भित्र जनताको अवस्था कस्तो थियो भन्ने कुरा हो क्या मेन म चाहिँ राजतन्त्र हुने बेला सानो थिएँ त्यही हो हामीले पनि राजतन्त्र त भोगेको छैन यसो लु भिडियोमा हेर्दा त लु दुर्गा प्रसाईले पनि भाषण दिँदा त ओहो यो त खतरा रहेछ भन्ने हुन्छ नि त लास्टमा त्यसको कट्याउँदै जाँदा त त्यो पनि ऋणले पुरिरहेछ नि त राजतन्त्र ल्याउ भन्छ अलिकति बुझ्नु पनि पर्यो क्या त्यही हो राजतन्त्रको बारेमा खासै थाहा पनि छैन थाहा छैन भने यहाँ सुन्नुहोस् राजाको शासन यस्तो थियो म भन्छ राजपरिवारले र दरबार हेर्न चाहेको मान्छे विदेश जान पाउँदैन थियो पासपोर्ट चाहिँ दरबारभित्र बन्थ्यो बोल्ने स्वतन्त्रता थिएन सङ्गठन गर्ने स्वतन्त्रता थिएन महिलाहरूलाई यो लेभल यो हो क्या अहिले तामाङ लिम्बू मगर त्यो सबै भाषाहरू पनि बोल्नु दिन्थेन अरे क्या अब भाषा बोल्यो कि सजाय पाइहाल्यो त्यो भाषा पनि बोल्नु नपाइने क्या हाम्रो भाषा लिपिहरू हराउँदै गएको भनेको यही राज शासनले हो अझै पनि हामी राज शासन आयो भने हामी भोग्न सक्दैनौँ क्या हामी बरु अब के हुने हो हुन्छ होइन क्या त्यही अहिले भनेको जस्तै निर्णय प्रक्रियामा सहभागिता थिएन बुझ्नु पर्यो यो कुराहरू किनभने महिलाहरू त राजा ल्याउनुपर्छ भनेर उफ्रिँदैछ नि त जब देश संहार हुन्छ तब महिला उठ्छन् अब राजा आऊ देश बचाऊ अरे यार यो महिलाहरूलाई त अहिले पनि यार 100% उनीहरूलाई दिइराखेको छ क्या हाम्रो 100% केटाहरूलाई 50% छ उनीहरूकै शासन जस्तै छ क्या केटीहरूकै शासन जस्तो छ के बनाइदिनु भयो त कुन ठाउँ बेच्नु भएको छ खोला नाला सबै बेचिसके यो पारी चाहिँ छैनै हो है यो चाहिँ हो हैन हाम्रो दुईटै काम दिँदैन क्या हाम्रो नेता पनि काम दिँदैन राजा पनि काम दिँदैन क्या
हजुरले सबै पहिला नेपाल हाम्रो सरकारले बेच्यो क्या सिनेमा सरकारले बेच्मा राजा ल्याउनको लागि आओ ल्याइस राजा राजालाई यहाँ नारायण हिटीमा ल्याउँदैछ किन ल्याउने तर राजा ल्याउनुको उद्देश्य नेपाललाई नेपाल बनाउन नेपाललाई नेपाल बनाउने भनेर अनि उत्तर प्रदेशको सीएम को फोटो किन हो फेरि यूपी के सीएम योगी आदित्यनाथ के पोस्टर लहर रहे म योगी आदित्यनाथलाई भेटे पनि फोटो खिचेर हाल्छु के बिग्रिन्छ त मान इज्जत र प्रतिष्ठा भएको मान्छेले राज संस्था खोज्छ जो रात दिनै तपाईँको जाँड धोगेर आफ्नै सेलिब्रेटी बेच्न खोज्छ त्यसले राजा खोज्छ बस त्यति सुन्नुभयो नि वाकुलोजी जसले राष्ट्र संस्थाको विरोध गर्नुहुन्छ उहाँहरू सबैजना जडिए आफ्नो चेलीबेटी बेच्नेहरू हो को हुनुहुन्छ तर कमेन्ट गर्नु खुली त्यही भन्नुपर्ने कि यो म्याच भन्नु त मन थियो नि साले रौटे म्याच साले खाते हामीलाई राजा चाहिन्छ राजाले के गर्यो भन्छन् क्या कहिले त्यही त सबैले राजाले के गर्यो भन्छन् होइन आज भनिदिनुहोस् त के गर्नुभयो मलाई चाहिँ अचम्म लाग्छ भने बाउले के गर्यो भने छोराले सोध्ने भने बाउले त तिमीलाई जन्म दियो त्यही ठुलो कुरा हो 65-66 भन्दा अगाडि चाहिँ विदेश धेरै कम जान्थे मान्छे किनकि यो देशमा रोजगारी थियो कल कारखाना थियो पञ्चायत कालमा त त्यतिखेर त हामी जनता पनि त भेडै थियो नि भेडा अहिले पो बुझ्नेहरू हुँदैछ भेडा छ नि त पहिला त अहिले त जे भए पनि अलिअलि त विकास भएको छ नि त यो भने विदेशीहरू चाहिँ नेपालमा काम गर्न आउँछ विराटनगर जुट मिल थियो हेटौडा टेक्सटाइल थियो भिरकुटी काज कारखाना थियो र आज के भयो सरबका सब बन्द गर्ने हामी कदापि यो भ्रममा नपरौँ कि विगतमा नेपाल ठिक थियो भनेर विगतमा नेपाल ठिक थिँदै थिएन एउटाले एउटा भन्छ अर्कोले अर्को कसको चाहिँ कुरा विश्वास गर्नु त हामीले जति विकास भएका छन् ती अहिलेकै पालीमा आएर भएका छन् पहिलाको नेपाल त गोल्डन एरा भन्छन् कसको लागि गोल्डन एरा राणाको लागि कि राजाको लागि नेपाल कहिले पनि धनी थिएन राणाको लागि हो नि नेपालको लागि त के हुन्थ्यो कहिले पनि विकसित थिएन र गोल्डन एरा कहिले पनि थिएन गोल्डन एरा त अहिले चलिरहेको छ बरु किलोका किलो सुन सामान दिन्छ एयरपोर्टबाट नेपाल र नेपाली जनता अहिले जे जस्तो भए पनि यतिको सम्पन्न विगतमा कहिले पनि थिएन यो राजाको बेला विकास छैन भन्ने मुजीहरूलाई नि मैले भन्छु त म यहाँ चिक्ने पनि 20 वर्ष पहिला फुसीको डल्लो थिइस् ल्याममा यो मुजी म पनि सानो हो यो पनि जन्मेको थियो होला न थिएन चाहिँ तर भए पनि राजाको शासन भोग्नु चाहिँ हामीले सकिँदैन क्या यति चाहिँ मैले ग्यारेन्टी दिएर राख्छु हामीलाई अब थोरै बोल्यो भने पनि फाँसी हुन्छ या अब कस्तो शासन राख्छ उनीहरूले होइन त्यही हो अब हेर न हेर्दै जाउँ के भयो किन हाँसेको मेरो त 3 वर्षको मेहनत नि आज राजा सडकमा आउनु भयो नि धेरै खुसी नहुनु त्यो सबै राप्रपाले गर्दा आएको रे अनि आज आएर जम्मै 3 वर्षमा मेहनत गरेर माहौल बनाएपछि हामीले गरेको हजुरको 3 वर्षको मेहनत होइन कि राप्रपाले गर्दा जम्मा भएको रे यत्रो भिड त्यतिकै हावामा हुन्छ अनि राप्रपाले महानगरलाई गएर जरिवाना तिरेको देख्नु भएन यता राप्रपाले जरिवाना तिर्दा आन्दोलन नै राप्रपाको आयोजनामा भएको सन्देश गएपछि व्यवसायी दुर्गा प्रसाई कड्किएका हुन् नगरपालिकामा गयो अनि पैसा तिरेर हामीले गरेको यसरी राजा चाहने विभिन्न शक्तिहरू बीच नै बेमेलको अवस्था बन्दा आन्दोलनमाथि नै प्रश्न उठेको छ राजा ल्याउँछु भन्नेहरू नै मिल्नु हुँदो रहेछ के राजा ल्याउनु हुन्छ त यार अनि यिनीहरूले राजा ल्याउँछन् भन्ने तपाईँले कल्पना गर्नु भएको छ राजा र म गफ गर्दै सुरु दरबार भित्र पस्यो भने के गर्छ नि कोही कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे म राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु पूर्व राजालाई लगेर सिंहासनमा बसाउने हो भने नारायण हिटी छिराउने राजालाई अझै नारायण हिटीमा लगेर लिएर जाने भन्ने कुरा छ अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि केन्द्र सरकारलाई राजा घोषणा गर्छौँ नारायण हिटीमा छिराउँछौँ सिरपेज लगाउँछौँ त्यो सिरपेज छुन मात्र गयो भने गोलीले चाहिँ नि सिनो जसले छेडिन्छ हाम्रो त राजाको सिरपेज लिएर नारायण हिटीमा छिर्दाखेरि कोही रोक्न आयो भने हामीले फाँक गरेर भित्र छिराउने जस्ती गर्न खोज्यो भने नेपाली जनतालाई यो सही हुन्न हामी जनताले दिएको छ ल्याउँछौँ जबसम्म प्रचण्ड जिउँदैछ तबसम्म राजा त के राजाको राह पनि आउँदैन काटेर मारेर पनि ल्याउँछौँ राजा मुजी त माया चिक्नी बोलेर हुन्छ मुजी इफ a king has to come why does have it be like ज्ञानेन्द्र शाह please make someone else the king किन ज्ञानेन्द्र शाह चाहियो अरु राजा भन्न सक्दैन हामी युवाले देशको भलो चाहने हो भने हो बालेन शाह नै राजा भयो भने लु हामी मान्छौँ विकास गर्छ बालेन शाहले होइन बालेन शाहले अहिले छेराइदिएको छ क्या जरिमाना कति 7 लाख कि कति तिराइदिएको छ क्या राजालाई यस्तो हुनुपर्छ क्या ज्ञानेन्द्र शाह अनि बालेन शाह त एउटै हो नि त शाह उसले हेर्दैन रहेछ क्या हामीले आज थाहा पायौँ क्या बालेन शाहले हेर्दैन रहेछ जातहरू हेर्दैन रहेछ भन्ने हामीले थाहा पायौँ क्या यो हो नि त हृदयेन्द्रलाई राजा बनाऊ लिलबुद्धलाई राजा बना तेरी माया चिक्नी रन्डीको छोरो
तमाया चिक्ने कुत्ता साला कुकुर लिलबुद दाई लिलबुद राजा भन रन्डीको त मुझ त गेडा होस् त राजा हो म कसरी राजा हजुर को हो र जङ्गबहादुरको दोस्रो रूप हो हजुर जङ्गबहादुरको दोस्रो रूप हो भनेर कसरी पट्याउने नवत्या जुङ्गा हेड जुङ्गा हुँदैमा जङ्गबहादुर हुँदैन कोही पनि पारसको देख्नु भएन त्यत्रो जुङ्गा पारसले गर्दा खायो तेरो गाजा खाइरहेको माछिने मैले गाँजा खानु ठिक हो कसरी हो घुस खानुभन्दा गाँजा खानु ठिक हो भनेपछि पारस ठिक हो भन्न खोजे हो अहिलेको पारस शाह वास्तवमा भन्यो भने संवैधानिक राजा हुनको निमित्त सबैभन्दा उपयुक्त पात्र हो जसको कुनै एम्बिसनै छैन साधारण जोगी सन्यासी राष्ट्र प्रेम बाहेक अरू केही नभएको व्यक्ति हो जाने पारसको सत्ता र यो परमानेन्टको लागि लायकै छैन राजा आइसकेको छ कहाँ छ राजा मुजीले यो राजाले देश त के सम्हाल्थ्यो आफ्नो छोरा सम्हाल्नु सकेको छैन देश सम्हाल्छ आउँदै हुनुहुन्छ यो राजा राजा यो पाँचवटा मात्रै राजा रहनेछन् एउटा बेलायतमा र 4वटा खेल्ने तासमा अनि त्यो खेल्ने तासमा 2वटा जोकर पनि हुन्छ एउटा जोकर चाहिँ तपाईँ नै हुनुपर्छ हामी राजाबाजी हेरेर राजा फर्काउनै पर्छ के गर्ने राजा फर्काउने हजुरले त्यो 70 करोड झम्काउनु भएको थियो नि हो त्यो असुल गर्न भयो भने राजा फर्काउने रे बिल्कुल नेपालमा राजा तपाईले देख्नु भएको हजुरले पो चस्मा लाउनु भएको छ आँखा कमजोर छोरा देख्नुहुन्न हामीले त देख्छौँ नि को राजा राजा ज्ञानेन्द्र शाह त हुन थाहा छ नि तपाईँलाई ज्ञानेन्द्र त फटा हो आफ्नो सन्तानलाई नाश गर्ने मान्छे हाम्रो ग्रेट ज्ञानेन्द्रलाई रिस्पेक्ट गर रन्डीको छोरा सही भन्नु राजाबाडी भएर के भनेको थियो तपाईँ त राजावादी हो तर मुकुन्दजी हजुरले भनिदिनुहोस् त के भन्न चाहनुहुन्छ यो विषयमा राजतन्त्र सामन्ती संस्था हो त्यो सिद्धिसकेको नर्क हो त्यो पनि वीरेन्द्रको राजतन्त्र भएको भए दिपेन्द्रको राजतन्त्र भएको भए जनता कम्प्रोमाइज गर्थे सहन्थे पनि अब यो ज्ञानेन्द्रको यस्तो डर लाग्दो त्यस्तो घिनलाग्दो तन्त्रतिर कोही लाग्नु हुँदैन राजा चाहिएन अहिलेलाई राजा आऊ अब यो राजेन्द्रले केटाकेटीको कुरा सुन्नु भन्दा नि बरु बाजेहरूको कुरा सुनौँ न के भन्नुहुन्छ राजा ल्याउन पानी हुन्थ्यो यसरी लुटेर खाँदैन वाइ नट कोकोनट राजा त ज्ञानेन्द्र राजा भनेको वीरेन्द्र मात्रै हो वेदको राजा वीरेन्द्र हो वीरेन्द्रलाई पो लगेर चलाइयो त ज्ञानेन्द्र त जिउँदैछन् वीरेन्द्रलाई फर्काउन स्वर्गबाट ल्याउनुहोस् ल हामी मान्छौँ सो लास्टसम्म भिडियो हेर्दै हुनुहुन्छ भने थ्याङ्क यू सो मच सबैजनालाई नमस्कार यो मेरो भिडियो सबैले हेरिदिनु होला सो सेयर गरिदिनु होला सो लाइक एन्ड सब्सक्राइब पनि गर्नुहोला सो मन परेमा कमेन्ट गर्नुहोला अर्को भिडियोमा हामी भेट्नेछौँ सो आजको लागि भिडियो यति नै सो धन्यवाद